कांग्रेसको भावी नेतृत्व कसले गर्ला, केन्द्रीय कमिटी बैठकमा कस्तो निचोड निक्लेला भन्ने कौतूहलता छ। यही विषयमा संवाद गर्न प्राध्यापक डाक्टर उद्धव प्याकुरेल प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। यहाँलाई कार्यक्रममा स्वागत छ। हजुर, धन्यवाद। अहिले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चलिरहेको छ र विभिन्न गुटगत भेलाहरू सकेर नेपाली कांग्रेसले केन्द्रीय कमिटी बैठक गरेको छ र यो बैठकमा पनि महामन्त्री र महामन्त्रीले एउटा प्रस्ताव पेश गर्नुभएको छ भने सहमहामन्त्रीले त्यसलाई चाहिँ संस्थापन पक्षको तर्फबाट काउन्टर दिँदै अर्को चाहिँ प्रस्ताव पेश गर्नुभएको छ। यसलाई हेर्दाखेरि कांग्रेसभित्रको यो भाँडभैलो कति लामो समयसम्म जान्छ? होइन, यसलाई यसरी लिनुपर्छ। यसलाई भाँडभैलोको रूपमा लिने भन्दा नि कांग्रेसले आफूलाई पुनर्गठित गरेर जाने एउटा कसरतबाट गुजिरहेको अवस्थाको रूपमा लियो भने सहिलो हुन्छ। किन भन्दा जेनजी अथवा नेपालका युवाहरूले जुन एउटा विद्रोह गर्नुभयो अस्ति 50 दिन जति अगाडि, त्यसले गर्दाखेरि समाजले हरेक क्षेत्रमा आफूलाई पुनर्परिभाषित गर्नुपर्ने आवश्यकता छ र त्यो आवश्यकता सबै पार्टीलाई र नेपाली कांग्रेसलाई पनि छ, हुनुपर्छ भन्ने सन्दर्भमा मेरो विचारमा कसैको पनि दुईमत छैन। त्यसरी बुझ्दाखेरि तपाईँले के बुझिनु पर्यो भने अनि जब कुनै पनि कुरा पुनर्गठित अथवा पुनर्परिभाषित अथवा पुनर्संरचना हुने सन्दर्भहरू आउँछन्, त्यहाँ चाहिँ फरक विचारहरू अवश्य आउँछन् र कांग्रेस जस्तो पार्टीमा त झन् अवश्य नै आउने भइहाल्यो। त्यसलाई तपाईँले पर्सपेक्टिभको रूपमा हेर्दाखेरि चाहिँ एउटा पुस्ताले जुन महामन्त्रीहरूको सन्दर्भ र संस्थापनको सन्दर्भ लिएर आउनु भएको छ तपाईँले, त्यसमा हेर्दाखेरि महामन्त्रीजीहरू चाहिँ कमसेकम अस्तिको आन्दोलनको भावना र समग्रमा त्यो आन्दोलन युवाहरूको मात्रै नभई देशको पनि आन्दोलन भएको हुँदाखेरि त्यो अनुसार पार्टीलाई पुनर्परिभाषित गरेर जानुपर्छ। त्यसको लागि चाहिँ सकेसम्म छिटो महाधिवेशन गरेर चाहिँ नयाँ नेतृत्वले आफूलाई म चाहिँ महाधिवेशनबाट आएको नेतृत्व हो, म चाहिँ लेजिटिमेट नेतृत्व हो, म चाहिँ त्यो अस्ति गरेका युवाहरूको विद्रोह पछिको पनि नेतृत्व हो भन्ने तरिकाले जानुपर्छ भन्ने एउटा तब्का छ भने, अर्को तब्का चाहिँ त्यो दुईटा दिनलाई बिर्सिनी तर पार्टी आफ्नो कब्जामा रहेको पार्टीलाई नछोड्ने सन्दर्भमा चाहिँ त्यो 2 दिनलाई बिर्सेर भए पनि जान सकिन्छ कि भन्ने एउटा मोडमा छ। त्यो दुईटाको वाद विवाद र संवादबाटै समाधान निस्किन्छ। कांग्रेस पार्टीमा यसरी यतिको बहस हुनुलाई नौलो मान्न हुँदैन। यसले आफ्नो बाटोहरू तय गरेर अगाडि बढ्छ र कांग्रेस पार्टी यस्तो पार्टी हो, तपाईँले इतिहासलाई हेर्नुहुन्छ भने सबभन्दा पुरानो पार्टी, तर सबै आन्दोलनहरू कहिले काहीँ उसैको विरुद्ध जस्तो देखिएका आन्दोलनहरूलाई पनि बिस्तारै अपनत्व दिँदै त्यो आन्दोलनको प्रमुख पात्रको रूपमा आफै बनेर पछिल्लो चरणमा तपाईँले हेर्नुहुन्छ भने मधेस आन्दोलन भयो, त्यसमा कांग्रेसकै सन्दर्भमा धेरै क्वेसनहरू उठेका थिए। माओवादीले आन्दोलन गर्दै गर्दाखेरि पनि त्यो बेलामा सत्तामा भएको कारणले होस् वा के होस्, कांग्रेस पहिलो टार्गेट बनेको थियो होइन। त्यस्तो अवस्थामा पनि पछिल्लो चरणमा फेरि आन्दोलनको नेतृत्व परिवर्तनको लागि नेतृत्व गर्दा कांग्रेसै आइपुग्नु पर्ने, अनि त्यसमा पनि संविधान बनाउनलाई पनि माओवादी एमाले सबैले कांग्रेसकै साथ लिएर अगाडि बढ्नुपर्ने जुन एउटा परिवेश बनेको छ, त्यो हेर्दाखेरि चाहिँ हामीलाई लाग्छ के भने कांग्रेस विषम परिस्थितिमा पनि वाद विवाद र संवाद आन्तरिक रूपमा गरेर भए पनि राष्ट्रिय राजनीतिको मूल प्रवाहीकरणमा र राष्ट्रिय राजनीतिलाई परिवर्तनको मार्गमा लैजाने कुरामा चाहिँ अग्रपंक्तिमा गएर नेतृत्व गरेर जान्छ भन्ने सन्दर्भमा हेर्दाखेरि चाहिँ मलाई लाग्छ त्यहाँभित्रको महामन्त्रीहरूले अहिले जुन अहिलेको आन्दोलनको पनि नेतृत्व गर्नुपर्छ, हामी अलिकति परिवर्तन भएको आवाज दिनुपर्छ भनेर जानुभएको छ, त्यसले विजय प्राप्त गर्छ भन्ने लाग्छ मलाई। यो अहिले तपाईँले यसो भनिरहँदाखेरि जुन संस्थापन पक्षले निर्वाचन पछि वैशाखमा महाधिवेशन गर्ने भनिरहेको छ भने संस्थापन इतर पक्षले चाहिँ मङ्सिरमै महाधिवेशन गर्नुपर्छ, कुनै पनि हालतमा यदि नियमित महाधिवेशन हुन सकेन भने पनि विशेष महाधिवेशन गरेर जानुपर्छ भनिरहेको छ। यसको पछाडिको स्वार्थ के हो? त्यसको त सिम्पल छ, अघि भने जस्तै तपाईँ के हुन्छ भने दुईटा धार भयो पार्टीमा।
एउटा र दुइटैको आफ्नो साखको कुरा पनि छ। अब अहिले तपाईँले अहिले आजको मिटिङले हो मैले पढ्दै गर्दा पुसको महाधिवेशनको एजेन्डा चाहिँ महामन्त्रीजीले प्रस्तुत गर्नुभयो भनेको छ होइन। अब पुसमा गर्ने सन्दर्भ चाहिँ के भने अघि भने जस्तै अस्तिको आन्दोलनलाई एक्नोलेज गर्यो। राज्य नै सम्पूर्ण जनता चाहिँ एउटा आन्दोलित भएर नयाँ संरचना मार्फत नयाँ लिडरसिप मार्फत केही परिवर्तनको आवाज चाहिरहेको अवस्थामा काङ्ग्रेसले पनि त्यसलाई समेटेर जाउँ भन्ने एउटा सन्दर्भ छ। त्यो सबैको मनमा छ। फेरि पार्टी ठुलो भइदिए हुन्थ्यो भन्ने मलाई लाग्छ र ठुलो पार्टीको नेता बन्न पाए हुन्थ्यो भन्ने चाहिँ संस्थापन भनेर तपाईँले इङ्गित गरे नेताजीहरूलाई नि छ। तर उहाँहरूलाई एउटा कुरा डर के छ भने अहिलेको परिस्थितिमा परिवर्तन वाहकहरूलाई समर्थन गरेर जाँदाखेरि उहाँहरूको ठुलो टाँको भएर मलाई चाहिँ निर्णय प्रक्रियाबाट बाहिर्याउने अहिलेको मेरो शक्ति क्षय भएर जाने अवस्था आउँछ कि भनेर त्यो प्रकारले अलिकति संशय राख्नु भएको छ। त्यसलाई स्वाभाविक रूपमा लिनुपर्छ। मेरो विचारमा ती कुराहरूलाई अहिलेको जुन परिवर्तनसँगै जानुपर्छ भन्ने महामन्त्रीजीहरूको प्रस्ताव छ। उहाँहरूले वाद विवाद र संवादकै मार्फतबाट त्यसलाई अरू संवाद गरेर चाहिँ होइन ठुलो पार्टीकै नेता हुने हो, भोलि काङ्ग्रेस पार्टी रहिरहँदाखेरि यो पार्टीसँग फिट भएर ठुलो भइरहँदाखेरि तपाईँहरूको पनि श्रेय हुन्छ, तपाईँहरूलाई एक्सक्लुडेड गरेर हामी जान खोजेका होइनौँ भनेर जो संस्थापन भनेर भनिरहेको छ उहाँहरूलाई पनि साथमा लिएर उहाँहरूले जानुपर्ने हुन्छ। त्यसरी गएका विगतहरू पनि छन् र एउटा लोकतान्त्रिक पार्टीले त्यो विधि अप्नाएर गयो भने मलाई लाग्छ अहिले देशले चाहेको पुनर्गठित काङ्ग्रेस, पुनर्परिभाषित काङ्ग्रेस, पुनर्जीवित काङ्ग्रेस अथवा पुनर्जीवित राजनीतिक प्रणाली, त्यो राजनीतिक प्रणालीभित्रको काङ्ग्रेस को सन्दर्भमा चाहिँ काम गर्छ। त्यसले समग्रमा युवा मात्रै होइन देशको लागि पनि हित गर्छ भन्ने लाग्छ मलाई चाहिँ। तपाईँले यसरी भनिरहँदाखेरि जुन हिसाबमा अहिले कङ्ग्रेसको बैठक भइराखेको छ, जसरी छलफल प्रक्रिया अगाडि बढिराखेको छ, यो कङ्ग्रेसभित्रको गुटगत भेला छ नि। हिजो मात्रै उहाँहरूका सानेपाका होटलहरूमा सबै होटलहरूमा चाहिँ आफ्ना गुटका चाहिँ बैठक थिए होइन। त्यो गुटको बैठक सकेर उनीहरू केन्द्रीय कमिटीको बैठकमा पुगेका छन्। झन् अब गुट चाहिँ नहुने भन्ने अवस्था बनाउँछौँ भनिराखेका कङ्ग्रेसीहरूले चाहिँ झन् गुट चाहिँ मौलाएको देख्नु हुँदैन तपाईँले? होइन नै, यस्तो को अवस्थालाई हेर्दाखेरि तपाईँले यस्तो यो अब समूहमा छलफल गरेको कुरा त्यसलाई गुट चुकै छ, त्यो शब्दावली के राख्ने हो त्यसलाई तपाईँले इन्कार गर्न सक्नुहुन्न कि तपाईँ चारजना मान्छे भए पनि तिनवटा ओपिनियन उस्तै पर्दा चारै ओपिनियन हुन्छ। डेमोक्रेसी भन्ने नै त्यही हो। सबैको ओपिनियनलाई के अरे स्पेस दिएर समय दिएर र उहाँहरूलाई उहाँहरूको भनाइलाई सुनेर त्यसपछि के अरे अन्तर्घोलन गरेर अन्तर्संवाद गरेर अगाडि बढ्ने प्रक्रिया नै डेमोक्रेसी हो, लोकतन्त्र हो होइन। त्यसमा तपाईँ र मैले एउटा कुराबाट केबाट चाहिँ त्रसित हुन पर्दैन भनेदेखि उहाँहरू छुट्टै छुट्टै भेला गर्नुभयो, त्यो भेलाको बिचबाट लिएर आफ्नो प्रस्ताव लिएर जानुभयो, त्यो ठिक छ। त्यहाँसम्म ठिक छ। उहाँहरूले आफ्नो इन्ट्रेस्टलाई कसरी संरक्षण गर्न सकिन्छ भनेर छलफल गर्नुभयो होला। सँगसँगै पार्टीको इन्ट्रेस्ट अहिले भने जस्तै लोकतन्त्रमा अहिलेसम्म ठुलो र पुरानो पार्टी हुँ भनिरहेको कुराको साख बचाउने कुरामा पनि उहाँहरूले पक्कै छलफल गर्नुभयो होला सानो ठुलो भेलामा। त्यो हुँदाखेरि त्यसरी छलफल गरेर एउटा समूहगत रूपमा गएर प्रस्तुत हुने कुरा लोकतन्त्रको चाहिँ अनौठो कुरा होइन। त्यसलाई एउटा सामान्य रूपमा लिएर नै अगाडि बढ्नुपर्छ। त्यसले भोलि एउटा कुरा के भने हाम्रो समूहले यसो भनिरहेको छ है, यो चाहिँ यहाँभन्दा तल उहाँहरूले पक्कै एक्सट्रिम केसको पनि छलफल गर्नुभएको छ र आफूलाई सहज हुने केसको पनि छलफल गर्नुभएको छ, अरूलेबाट आउने प्रस्तावको पनि छलफल गर्नुभएको छ। भन्दाखेरि त्यो चाहिँ सुसूचित भएर आफ्नो स्ट्यान्डहरू राख्ने र बार्गेनिङ गरेर जाने कुराको लागि त्यस्ता समूहका छलफलहरू कामयाबी हुन्छन्। त्यसले प्रक्रियालाई नै बिथुल्छ भन्ने चाहिँ मलाई लाग्दैन। त्यसलाई देखेर डराइहाल्नुपर्छ जस्तो चाहिँ मलाई लाग्दैन। उहाँहरूको एउटै इन्ट्रेस्ट त त्यो पनि होला नि, जस्तो त्यो पार्टीमा 10औं 15औं 20औं वर्ष काम गरे मान्छेलाई यो पार्टी अहिले कसरी ठुलो होला, त्यो ठुलो हुने भने वैशाखमा महाधिवेशन गरेर होला कि अहिले पुसमा गरेर होला, त्यो ठुलो हुने भने अहिलेको संस्थापनकै अनुहार देखाएर ठुलो हुन्छ होला कि अथवा कुनै नयाँ अनुहार चुनावको लागि तयार गरेर अगाडि जानु पर्ला, त्यो कुरा पनि त छलफल भएको होला नि त। त्यहाँ पनि
त्यो भएर मलाई चाहिँ यस्तो छलफलहरू चाहिँ जति घनीभूत भए त्यसले चाहिँ समग्रमा राम्रो निष्कर्ष निकाल्छ भन्ने कुरा हो, राम्रो नै ल्याउँछ भन्ने मलाई चाहिँ लाग्छ। हो यो अहिले जसरी अब जेन्जी आन्दोलनपछि अहिले कम्युनिस्ट पार्टीहरूभित्र एकता र फुटको श्रृङ्खला तीव्र बढिराखेको छ होइन। यता कङ्ग्रेसले अब महाधिवेशन गर्ने तयारीका लागि चाहिँ सहमति जुट्न सकेको छैन, कहिले गर्ने, कसरी गर्ने होइन, कसको नेतृत्वमा गर्ने र उम्मेदवार को बन्ने, यी सारा विषय टुङ्ग्याउन बाँकी छ। कसरी चाहिँ प्रतिनिधि छान्ने, यी सारा विषय टुङ्ग्याउन बाँकी हुँदाखेरि पनि अब जेन्जी आन्दोलन पछाडि विकल्प भनिएका शक्तिहरू बालेन शाह, कुलमान घिसिङहरूले नि पार्टी खोलि नसकेको अवस्था होइन, र अर्को विकल्पको रूपमा उदाएको दल रासोपाले पनि ऊ आफ्नै कारणले ड्यामेज हुने अवस्थामा पुग्दाखेरि यसको फाइदा त कङ्ग्रेसले उठाउन सक्थ्यो नि, तर त्यो अहिले सकेन, त्यो नसकेको भन्न सकिन्छ। त्यसैलाई तपाईँले अहिलेको सबै कुराहरू तपाईँले अहिले उठाएकै प्रसङ्गको वरिपरि छन् कि अहिले नयाँ प्रस्ताव जुन महामन्त्रीहरूले ल्याउनु भयो भने चाहिँ अहिलेको विषम भनिएको परिस्थितिमा पनि सबभन्दा बढी घरहरू सायद कङ्ग्रेस र एमालेकै सदस्यहरूको जल्यो होला, किनभने उहाँहरू सत्तामा हुनुहुन्थ्यो, उहाँहरू सत्ताको नजिक हुनुहुन्थ्यो, लामो समय सत्तामा बसेको कारण त्यो आग्रह पूर्वाग्रहले पनि काम गर्यो होला। त्यो विषम परिस्थितिलाई पनि फेरि सबल बनाउन, त्यो विषम परिस्थितिबाट जस्तो खरानीबाट माथि उठ्ने भनेर अहिले जुन भाष्य बनाइराखेको छ त्यसबाट माथि उठ्ने सन्दर्भमा नै तपाईँले अहिले भने जस्तो प्रस्तावहरू आएका हुन् र त्यसलाई निचोडमा पुर्याएर जाँदाखेरि नै उहाँहरू तपाईँको अहिलेको सदिच्छा छ नि, सबै अन्यत्रको सन्दर्भलाई पनि कङ्ग्रेसले लिन सक्छ भन्ने सदिच्छालाई एउटा मूर्त रूप दिने एक्सर्साइजकै रूपमा त्यसलाई बुझ्दाखेरि हुन्छ भन्ने लाग्छ मलाई। तर ढिला हुन सक्छ नि त यो त, होइन ढिला, त्यही त अब त्यो ढिला त जस्तो यही नेतृत्वमा चुनाव भन्दा पछाडिसम्म यही नेतृत्व गइराख्यो भने त यही कङ्ग्रेसको परिवर्तन हुन्छ भन्थ्यो, कङ्ग्रेसको परिवर्तन भएन भन्ने आम मतदाताहरूको चाहिँ भनाइरहन्छ नि त। त्यसमा मैले सम्भावना त्यो चाहिँ देखाएको छैन, किन भन्दा कङ्ग्रेसमा तपाईँले एउटा कुरा के भने संस्थापन भनेर अहिले टेक्निकली बहुमत देखेको समूहलाई भनिरहे पनि काङ्ग्रेसमा अहिले इलेक्टेड सभापतिले कार्यभार दिएर छोडेर गइसकेपछि सबभन्दा शक्तिशाली पद भनेको काङ्ग्रेसको महामन्त्रीकै पद हो के। दुईटा महामन्त्रीहरूले लिएर गएको प्रस्तावलाई त्यसलाई संस्थापनको भन्दा इतरको प्रस्ताव भनेर मैले चाहिँ कमसेकम किन मान्दिनँ भने त्यहाँ सबभन्दा बढी लेजिटिमेट अहिले कोही छ भने तिनै महामन्त्रीहरू छन् कङ्ग्रेसको विधान अनुसार यो कुरा। किन भन्दा सभापतिले त छोडेर गइसक्नुभयो, उहाँले छोडेर गए पनि एकदमै सहज परिस्थितिमा हसिलो अनुहारका साथ होइन कि एउटा आन्दोलनको पृष्ठभूमिमा आन्दोलनको दबावमा जुन के अरे हिंसादेखि प्रतिहिंसाको शिकार हुनुभयो त्यसबाट उहाँ चाहिँ छोडेर जान पर्ने। ती सबै कुरा बिर्सेर तपाईँ हिजोकै संस्थापनको एउटा व्यवहार गर्न अहिलेको अहिले छ भनौँ न कार्यवाहक सभापति प्लसले नैतिक रूपमा पनि मिल्दैन र एउटा कानुनी रूपमा पनि मिल्दैन। किन भन्दा उहाँ त उपसभापति हो, उपसभापति भने काङ्ग्रेसमा टेक्निकली हायरार्कीमा सेकेन्ड इन कमान्ड भए पनि एउटा जनमानसको बुझाइमा र पार्टीको अधिकारको हिसाबले महामन्त्री त्योभन्दा धेरै पावरफुल हुन्छ र ती दुईटै इलेक्टेड महामन्त्रीले जुन एउटा इस्युलाई छिचलेर लानु भएको छ त्यो इस्यु पनि फेरि त्यसै मोफसलबाट लिएर आएको इस्यु होइन। नेपाली समग्र नेपाली जनता युवाहरूले उठाएको मागमा आबद्धता प्रकट गरेर एउटा जनआन्दोलनको रूप लिएर आएको एउटा सन्दर्भमा अहिले सबै राज्यका संरचनाहरू पुनर्परिभाषित हुने, पुनर्सङ्गठित हुने एउटा उसमा गतिमा गइरहेको अवस्थामा कङ्ग्रेसलाई त्यहाँबाट रोकेर त्यहाँबाट छेकेर अन्यत्र लान देशको लागि पनि र त्यो दलमा काम गरेका उहाँहरू जस्ता मान्छेहरूलाई हितमा छैन। त्यो हुँदाखेरि मलाई ढिला हुन्छ। महाधिवेशन चाहिँ फागुनमा अथवा निर्वाचनपछि लान सक्नुहुन्छ अहिलेको उपसभापतिले, कार्यवाहक पाएको उपसभापतिले भन्ने चाहिँ मलाई लाग्दैन। अब समग्रमा जसरी
शेरबहादुर देउवाले चाहिँ सभापति पद छोडेर कार्यवाहक बनाएर उहाँ जानुभयो। अब उहाँ राजनीतिमा फर्किने सम्भावना चाहिँ कति छ नेपाली कङ्ग्रेसको राजनीतिमा? अब त्यो त कुरा हो। अब राजनीतिलाई कसरी बुझ्ने भन्ने कुरा हो। उहाँले अस्ति सभापति छोड्दै गर्दाखेरि, कार्यवाहक दिँदै गर्दाखेरि चाहिँ मैले अब छोड्छु पनि भनेको थिएँ। अहिले एउटा परिस्थितिमा छोडे पनि, तर म सामाजिक सेवामा चाहिँ आफू बाँचुन्जेल रहनेछु भन्ने सन्दर्भमा उहाँले अब के अरे मलाई लाग्दैन कि राजनीतिमा चाहिँ फर्कनुहुन्छ। उहाँको उमेरको हिसाबले, उहाँको अब एक्सपोजर पनि अब नपाएको केही पनि भएन नि त उहाँले, होइन? भोलि अब कङ्ग्रेस पार्टी ठुलो भयो अथवा देशमा चाहिँ शेरबहादुर देउवाको राष्ट्रपति भूमिकाको लागि कुनै एउटा स्पेस रह्यो भने, हिजो त्यसरी एकदमै आफू प्रताडित भएको बेलामा सहज रूपमा पार्टी छोडेर जानुभएको भनेर त्यो प्रकारको एउटा अहिले जसरी बरु शेरबहादुर देउवा त यति त गरे भनेर कम्युनिस्ट विचारधाराका मान्छेहरूलाई नि एउटा नमुनाको रूपमा प्रस्तुत भइरहनु भएको छ। त्यो कारणले गर्दा राष्ट्रपतिको भूमिकामा उहाँलाई कसैले सम्झियो भने बाहेक मलाई लाग्दैन अरू डे टु डे पोलिटिक्समा उहाँ फर्केर आउनुहुन्छ भन्ने चाहिँ मलाई लाग्दैन। तर अहिले पनि कङ्ग्रेसको केन्द्रीय कमिटी बैठक चल्दै गर्दाखेरि सभापति शेरबहादुर देउवाको कुर्सी चाहिँ खाली राखेर उपसभापति अहिलेका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चाहिँ बैठक चलाइरहनु भएको छ। यसको अर्थ चाहिँ फेरि देउवा फर्किन सक्छन् भन्ने अर्थ पनि बुझ्न सकिन्छ। होइन, त्यो उहाँलाई दिएको सम्मान पनि होला र अहिले सँगसँगै त्यो एउटा संस्थापनमा त अहिले त गगन थापा र विश्वप्रकाश शर्मा चाहिँ संस्थापन हुनुहुन्छ अधिकारको हिसाबले र काङ्ग्रेसको विधानको हिसाबले भन्छु म, होइन? मैले होइन त्यसको व्याख्या गरिसकेको छु, होइन? कङ्ग्रेसमा उपसभापति भन्दा महामन्त्री डेफिनेटली पावरको हिसाबले र चिनिने हिसाबले पावरफुल हुन्छ। त्यो भनिरहँदाखेरि अहिलेको भनौँ न उपसभापतिजीले चाहिँ त्यो दुईटा महामन्त्रीलाई पछाउनलाई पनि त्यो कुर्सी चाहिँ त्यसरी खाली राखेर अथवा मलाई गर्दैन थियो भन्ने प्रकारले त्यो खाली राखेको होला। त्यो अहिले काङ्ग्रेसको लागि ठिकै पनि छ, किन भन्दा शेरबहादुरजी अहिले अप्ठ्यारो परिस्थितिमा पार्टी छोडेर जाँदाखेरि त्यो कुर्सी चाहिँ कमसेकम देखाइदिनु परेको छ भन्ने हो। त्यसको पनि त्यो उहाँ फर्किनुहुन्छ भन्ने मेसेज दिन भन्ने नि उहाँलाई सम्मान गरे हो भनेर मैले त्यो बिम्बको रूपमा लिएको। अब अहिले अब कङ्ग्रेसको नेतृत्वको यो चर्चा भइरहँदाखेरि अब महामन्त्री दुवै विश्वप्रकाश शर्मा र गगन थापा पनि सभापतिको दावेदार बनिरहनु भएको छ भने उतापट्टि 7 जना हुनुहुन्छ जुन त्यहाँभन्दा माथिको वरिष्ठ नेताहरू, उहाँहरू पनि अब सभापतिको दावेदार भनेर चाहिँ लडिरहनु भएको छ। अब यो बिचमा अब सभापति चाहिँ को बन्छ होला नेपाली कङ्ग्रेसको अब 15औं महाधिवेशनबाट, होइन? उसले नेतृत्व नेपाली कङ्ग्रेस नेतृत्व गर्ने अब चाहिँ को बन्छ होला त? यो मध्ये अहिले हेर्दाखेरि कसले गर्दा चाहिँ उपयुक्त हुन्छ होला? अहिले मात्रै होइन, तपाईँको मतभारको हिसाबले हेर्नुहुन्छ भनेदेखि अघिल्लो महाधिवेशनकै कुरा गर्नुहुन्छ भनेदेखि गगन थापाले जुन मत ल्याउनु भएको छ 3300 प्लस, होइन, महामन्त्रीमा, त्यो मतलाई पनि एकखेर हेरौँ र अहिलेको नयाँ कन्टेक्स्टमा पनि हेरौँ। त्यो दुईटा कन्टेक्स्टलाई हेर्दाखेरि अहिले जेनजी मुभमेन्टले खोजेको परिवर्तन भनेको साँच्ची भन्यो भने गगन थापा भन्दा नि अझ तलको पुस्तामा नेतृत्व हस्तान्तरण भइदियो हुन्थ्यो भन्ने विशफुल थिङ्किङ हुँदै गर्दाखेरि पनि कङ्ग्रेसमा अलिकति भइसकेको नेतृत्वलाई हेरेर जेनजी पुस्ताले चाहिँ गगन थापासम्मलाई स्वीकार गर्न सक्ने एउटा सन्देशहरू विभिन्न प्लेटफर्महरू मार्फत दिएको अवस्था छ भने हिजो गगन थापालाई केटाकेटी भनेर कङ्ग्रेसमा होइन अहिले महामन्त्री हुने बेला भएन भनेर ठुलो भाष्य क्रिएट गर्दै गर्दा त त्यत्रो 3300 मत ल्याएको गगन थापा अनि यहाँको महामन्त्रीमा जित्नु भएको विश्वप्रकाश लगायतका अरू युवाहरूले साथ दिएको अहिलेको टिम, दुईटा महामन्त्रीको टिम जो लडे पनि, चाहे विश्वप्रकाशजी लड्नुहोस्, चाहे गगन थापा लड्नुहोस्, चाहे प्रदीप लड्नुहोस्, चाहे उहाँहरूले सपोर्ट गरे कोही लड्छ, मेरो विचारमा अहिलेको म्यान्डेट भनेको चाहिँ त्यो पुस्ताको लागि आएको म्यान्डेट हो। अहिले राष्ट्रमा जे परिवर्तन भइरहेको छ त्यो चाहिँ त्यो पुस्तालाई मान्ने सन्दर्भमा गएको परिवर्तन हो। भोलि
त्यो पुस्ताले काम नगर्ला अथवा भोलि क्रिटिकल हुनु पर्ला त्यही पुस्ताको बारेमा हामीले अभिमत दिन पर्ला, त्यो पछिको कुरा हो। तर अहिलेको सन्दर्भमा चाहिँ मलाई लाग्छ दुईटा महामन्त्रीले नेतृत्व गरेको समूहबाट जो उठ्छ त्यसले नै काङ्ग्रेस पार्टी लिड गर्छ भन्ने विभिन्न आधारहरूले चाहिँ त्यसलाई पुष्टि गर्छ भन्ने लाग्छ मलाई। तपाईँले अब अघि भने जस्तै महामन्त्री उठ्ने बेला भएको छैन, केटाकेटी मान्छे भनेर भनिरहँदा अहिले पनि सभापति उठ्ने बेला भएको छैन भनेर 7 नेताहरूले चाहिँ छुट्टै बैठक गरेर उहाँहरू आफै सभापति उठ्ने पक्षमा हुनुहुन्छ। अनि तर त्यसले त मैले त्यसलाई कन्टेक्स्चुअलाइज गरिसकेँ नि त। हिजो यो प्रकारको युवा परस्त अवधारणा आएन होइन, युवा विरोधी जस्तै नेपाली समाज हुँदै गर्दा र त्यही भाष्य बनाउँदै गर्दा त त्यत्रो मत ल्याएको त्यो टोलीले अहिले त तपाईँको युवा आन्दोलनले जसलाई जेनजी पनि भनियो उसले त पुरानो भाष्यलाई पुरै खारेज गरेर अब त नेतृत्वदेखि सबैमा पुस्तान्तरण हुनुपर्छ भनेर भनिसकेको छ। त त्यो अवस्थामा त्यति मत ल्याए मान्छेले त्यत्रो विरोध हुँदै गर्दा अहिलेको यस्तो सहज परिस्थितिमा त अझ राम्रो गरेर जान्छ भन्ने चाहिँ मेरो अवधारणा हो। अन्त्यमा एउटा हजुरलाई जिज्ञासा, यो जसरी अहिले कङ्ग्रेसको छलफल चलिरहेको छ, केन्द्रीय कमिटी बैठक चलिरहेको छ, यो कङ्ग्रेसले अब अहिलेको अवस्थाबाट र जेनजीको जुन एउटा माग छ, युवा नेतृत्वले चाहिँ नेतृत्व गर्नुपर्छ भन्ने उहाँहरूको माग पनि छ, त्यो अनुसारको नेतृत्व दिनको लागि, त्यही अनुसार चल्नको लागि यो महाधिवेशनबाटै कङ्ग्रेस सफल हुन्छ कि अर्को महाधिवेशन कुर्नुपर्ने हुन्छ? होइन, कङ्ग्रेसलाई त्यो छुट्टै कुनै पनि दललाई त्यो छुट्टै छैन। हेर्नुहोस्, दल यदि कहीँ पनि चिप्लियो भने कङ्ग्रेस पार्टी अहिलेसम्म मैले अघि भने जस्तै हरेक अप्ठ्यारो परिस्थितिमा आफूलाई सम्हालेर नचिप्लिकन ट्र्याकमा राखेर सधैँ आन्दोलनको लिड गर्ने शक्तिको रूपमा काङ्ग्रेसले यसपालि पनि जोगाउनुपर्छ भनेर नै त्यो एउटा पुस्तक चाहिँ एकदमै चल्लिन्छ होइन। त्यसदाखेरि उहाँहरूलाई के छुट छैन भने चिप्लिने छुट छैन, पछि भनेर के अरे एउटा अपर्च्युनिटीलाई गुमाउने पनि मिस गर्ने पनि छुट छैन। मिस्ड अपर्च्युनिटी भनेर कङ्ग्रेसका मान्छेहरूलाई भन्ने छुट छैन। त्यो लाइनमा काङ्ग्रेसले काम गरिरहेको छ भन्ने लाग्छ मलाई। त्यही भएर पर र पनि कहीँ पनि उठ्दैन। महाधिवेशन चाहिँ चुनाव अगाडि नै भएर त्यही महाधिवेशनको नयाँ म्यान्डेट सहितको काङ्ग्रेसको लिडरसिपले चुनावलाई लिड गर्छ, मतलब चुनावलाई लिड पनि गर्छ, फेसिलिटेट पनि गर्छ र आफूलाई परिवर्तनको फेरि नयाँ परिवर्तनको पनि सम्भावना हो। हामीले पनि यो परिवर्तनलाई साथ दिएको भनेर एउटा नयाँ रूपमा प्रस्तुत हुन्छ र त्यो बाहेक अरू विकल्प छैन जस्तो लाग्छ मलाई। अब चुनावको ठाउँमा जुन संसद पुनर्स्थापना भयो भने प्रधानमन्त्री बन्नको लागि शेरबहादुर देउवा फर्किनु हुन्छ हुँदैन होला? त्यो अहिलेको इस्यु नै होइन। हेर्नुहोस्, त्यो मलाई लाग्दैन कि त्यो इस्यु हो भनेर। त्यसरी यो यस्ता आन्दोलनहरूले खारेज गरेका संरचनाहरू फेरि फर्किँदै गरेको इतिहास संसारमा कहीँ पनि छैनन् के। यो नर्मल तरिकाको प्रधानमन्त्रीले विघटन गरेको संसद भए तपाईँले पुनर्स्थापनाको कुरा गर्नुहुन्छ। त्यत्रो हत्या पछिको एउटा आन्दोलनले चाहिँ परिवर्तन गरेको संरचनालाई फेरि फर्किन्छ भनेर आशा गर्नु चाहिँ त्यो के अरे दिवा सपना मात्रै हो है। हस्, यहाँलाई समय र संवादका लागि धन्यवाद। हस्।